त्यो इन्टरकास्ट एउटा नदीको दुई किनाराको हाम्रो मिलन असम्भव छ असम्भव छ हामी एउटै नदीको दुईटा किनारा भए पनि त्यस नदीको बीचमा एउटा प्रेमले भरिपूर्ण पुल बनाएर जोड्न त सक्छौं नि। तिमी मलाई बिर्सिहाल बुवाले टाढा आउनु भन्नुभएको म जान्छु। हेर न हिजो मेरो मोबाइलमा भाइरस लागेर त्यो पनि बिग्रिसक्यो। मैले तिम्रो जीवनसँग आफ्नो फ्युचर देखेको जातिको नभए पनि तिम्रो जीवनको हरेक पाइलामा साथ दिन सक्छु र तिम्रो जीवनलाई हाँसोले सजाउन सक्छु अनुसार कि हामीले यतिका दिन त्यतिकै बितायो त्यो यथार्थ प्रेम थिएन। अब त्यस्तो कुराहरू गरेर केही फाइदा छैन। तिमी मलाई बिर्सिहाल म जान्छु। अनुसार यहाँ अमूल्य प्रेमको कुनै महत्त्वै रहेछ। धेरै टेन्सन छ मलाई यार। हे साले तेरो क्याम्पसको टाइम पनि भइसक्यो। आज फेरि क्याम्पस जानु पर्छ। यो क्याम्पस जानु के जान्छ? नोटको त फोटोकपी भइहाल्छ नि यार। साले मलाई थाहा छ तेरो केको टेन्सन छ। त्यो केटीको कारणले तेरो टेन्सन छ। ल छोड ल पुरिया निकाल यार।